खेपी ओली, गगन थापा, शेरबहादुर देउबा र पुलिस प्रशासन, न्यायपालिकाका ती राजनीतिक दलबाट नियुक्ति भएका न्यायाधीशहरूले रवि लामिछानेलाई मदन भण्डारीलाई जस्तै बेपत्ता बनाउन खोजिरहेका छन्। किन भन्नुहुन्छ भने पुलिसले नै रवि लामिछानेलाई मृत्युदण्ड दिने जसरी तपाईको इच्छा अन्तिम के हो भनेर सोधिरहेको छ। त्यसैले राज्य सत्ता शक्तिको आडमा कानुनको दुरुपयोग गरेर नेपाली जनताको आँखामा छारो हालेर रवि लामिछाने विरुद्ध एकलौटी सम्पूर्ण राज्य सत्ता लाग्नु भनेको नेपाली जनता र नेपालको लागि राम्रो कुरा होइन। भोलिका दिन रवि लामिछानेलाई केही भयो भने नेपाली जनताले खेपी ओली, गगन थापा, शेरबहादुर देउबा र पुलिस प्रशासन, न्यायपालिकालाई छोड्दै नछोड्नु होला। यिनीहरूले जे पनि गर्छन् शक्ति र सत्ताको आडमा, यो बुझिराख्नु होला नेपाली जनतालाई मेरो सुझाव। धन्यवाद।